विद्यार्थी भाइ बहिनीहरू पाठ 3 कम्प्युटरको पुस्ता जसमा हामीहरू फर्स्ट जेनेरेसन अफ कम्प्युटर भ्याकुम ट्युबको बारेमा पढ्दै छौं। फर्स्ट जेनेरेसन अफ कम्प्युटर अथवा कम्प्युटरको पहिलो पुस्तामा मुख्य सीपीयू को रूपमा भ्याकुम ट्युबलाई प्रयोग गरिएको थियो र यो भ्याकुम ट्युब ईस्वी सम्वत 1908 मा लिडे फोरेस्टले आविष्कार गरेका थिए र यो भ्याकुम ट्युबको प्रशस्त प्रयोग गरेर यो फर्स्ट जेनेरेसन अफ कम्प्युटर बनाइएको थियो। पहिलो पुस्ताका कम्प्युटरका गुणहरू यस प्रकार रहेका छन्। मुख्य सीपीयू को रूपमा त हामीले अघि देखिसक्यौं भ्याकुम ट्युब यसको प्रयोग गरिएको थियो। साथै यसमा आकोस्टिक डिले लाइन र मेमोरी को रूपमा प्रयोग गरिन्थ्यो। त्यस्तै गरी यी कम्प्युटरहरू आकारमा ठूला धेरै विद्युतहरूको खपत गर्ने र ताप पनि अत्यन्त धेरै उत्पादन गर्ने खालका गुणहरू भएका थिए। त्यस्तै यी कम्प्युटरहरूको कामको गति मिली सेकेन्डमा मात्र सम्भव थियो अथवा यिनीहरूको काम गर्ने क्षमता अहिलेको तुलनामा धेरै नै बिस्तारै काम गर्ने खालका कम्प्युटरहरू थिए। यी कम्प्युटरहरूमा प्रयोग गरिने ल्याङ्ग्वेज मेसिन भाषा अथवा मेसिन लेभल ल्याङ्ग्वेज र एसेम्बली लेभल ल्याङ्ग्वेज को प्रयोग यी कम्प्युटरहरूमा गरिन्थ्यो। यसका उदाहरणहरूलाई हामी हेर्नु पर्दा हामीले अगाडि पढिसकेका छौं। युनिभ्याक, एडभ्याक यिनीहरू पहिलो पुस्ताका कम्प्युटरहरू हुन्। यसपछि विद्यार्थी भाइ बहिनीहरू सेकेन्ड जेनेरेसन अफ कम्प्युटर अथवा कम्प्युटरको दोस्रो पुस्ता ईस्वी सम्वत 1959 देखि 1964 सम्मको समयावधिमा जति पनि कम्प्युटरहरूको आविष्कार भए यो अवधिमा आविष्कार भएका यो अवधिमा प्रयोग गरिएका विभिन्न किसिमका प्रविधिहरूको प्रयोग गरी निर्माण गरिएका कम्प्युटरहरूलाई हामी दोस्रो पुस्ताको कम्प्युटर भनेर भन्दछौं। दोस्रो पुस्ताको कम्प्युटरमा सीपीयू को रूपमा ट्रान्जिस्टरको प्रयोग गरिएको थियो। मुख्य गरी पहिलो पुस्तामा भ्याकुम ट्युबको प्रयोग गरिए जस्तै दोस्रो पुस्तामा आएर भ्याकुम ट्युब भन्दा साना सीपीयू को रूपमा ट्रान्जिस्टरहरूको प्रयोग गरिएको थियो। यहाँ हामी देख्न सक्छौं विभिन्न प्रकारका ट्रान्जिस्टरहरू यहाँ रहेका छन्, कोही ठूला साना। यस्ता खालका ट्रान्जिस्टरहरूलाई मुख्य सीपीयू को रूपमा प्रयोग गरिएको थियो। यो ट्रान्जिस्टरका जन्मदाताहरू 3 जना व्यक्तिहरू थिए, जोन वर्देन, त्यस्तै वाल्टर ब्रेटन र विलियम सक्ली। यी 3 व्यक्तिहरू मिलेर यो ट्रान्जिस्टरको निर्माण गरेका थिए अथवा ट्रान्जिस्टर बनाएका थिए, जसले गर्दा कम्प्युटरमा आकार सानो भयो र पुस्ता पनि परिवर्तन भयो। पहिलोबाट दोस्रो पुस्तामा कम्प्युटर पुग्न सफल भएको थियो। दोस्रो पुस्ताका कम्प्युटरका मुख्य विशेषताहरू यस प्रकार रहेका छन्। यो पुस्ताको कम्प्युटरमा ट्रान्जिस्टरको प्रयोगलाई मुख्य सीपीयू को रूपमा प्रयोग गरिएको थियो भने फेराइट कोडलाई मुख्य मेमोरीको रूपमा प्रयोग गरिएको थियो। त्यस्तै ट्रान्जिस्टरको कारण कम्प्युटरको आकार सानो हुनुको साथै मूल्य पनि कम भयो। पहिलो पुस्ताको तुलनामा यसले कम विद्युत खपत गर्ने, कम ताप उत्पादन गर्ने खालका थिए। यसको प्रोसेसिङ गतिलाई मिली सेकेन्डबाट माइक्रो सेकेन्डमा मापन गर्नु सकिने खालको भयो अथवा यसले अझ छिटो काम गर्ने खालको पुस्ता यो कम्प्युटरमा रह्यो। साथै स्टोरेज क्षमता पनि वृद्धि गरिएको थियो यसमा। यस्ता खालका कम्प्युटरहरू दोस्रो पुस्ताका कम्प्युटरका गुणहरूमा पर्दछन्। यी कम्प्युटरहरू पहिलो पुस्ताका भन्दा बढी शक्तिशाली र भरपर्दा थिए भने यी कम्प्युटरहरूमा हाई लेभल प्रोग्रामिङ
ल्याङ्ग्वेजको प्रयोग गरिएको थियो, हाई लेभल भाषा यसमा प्रयोग गरिएको थियो, जबकि पहिलो पुस्तामा मेसिन लेभल र एसेम्बली लेभल ल्याङ्ग्वेजको प्रयोग गरिएको थियो। 1963 देखि 1965 बीचमा यस्ता खालका विभिन्न कम्प्युटरहरू बने जुन कम्प्युटरहरू दोस्रो पुस्ताका कम्प्युटरहरू हुन् र यिनीहरूको साइजहरूलाई हामी हेर्न सक्छौँ। एउटा कोठामा यिनीहरूलाई राखेको छ। यिनीहरूको साइज अहिलेको तुलनामा त धेरै नै ठुला थिए, यद्यपि पहिलो पुस्ताका कम्प्युटरभन्दा यिनीहरूको साइज हामीले हेर्यौँ भने यिनीहरू साना देख्न सक्छौँ। यसपछि हामीहरूले यो देख्न सक्छौँ। यसपछि तेस्रो पुस्ताको कम्प्युटर। तेस्रो पुस्ताको कम्प्युटर ईस्वी सम्वत 1964 देखि 1971 को समयावधिभित्र आविष्कार गरिएका कम्प्युटरहरू हुन्, जसलाई हामी तेस्रो पुस्ताको कम्प्युटरहरू भन्छौँ। र तेस्रो पुस्ताको कम्प्युटरको मुख्य विशेषता भनेको आइसिएस अथवा इन्टिग्रेटेड चिप्स हो। यसमा यस्तो खालको आइसी को प्रयोग गरिएको थियो र यो इन्टिग्रेटेड चिप्सको जन्मदाता ज्याक क्लेबी हुन्, जसले हामीहरूले यहाँ देख्न सक्छौँ। यो साइडमा आइसीहरूको प्रयोग गरिएको छ, यो बोर्डमा यस्ता खालका आइसीहरूको प्रयोग, जसले गर्दा कम्प्युटरको आकार निकै सानो र हामीहरूको काखमा अटाउन सक्ने खालको भएको थियो। तेस्रो पुस्ताको कम्प्युटरहरूका गुणहरू यस प्रकार रहेका छन्। तेस्रो पुस्ताको कम्प्युटरमा मुख्य इलेक्ट्रोनिक डिभाइसको रूपमा आइसी को प्रयोग गरिएको थियो। त्यस्तै यसमा म्याग्नेटिक कोड मेमोरी, सेमिकन्डक्टर मेमोरी, र्याम तथा म्याग्नेटिक टेप्सहरूको प्रयोग हुन थाल्यो। त्यस्तै गरी तेस्रो पुस्ताको कम्प्युटरमा अपरेटिङ सिस्टमहरूको विकास भयो। योभन्दा अगाडिका दोस्रो पुस्तासम्मका कम्प्युटरमा अपरेटिङ सिस्टमको विकास भइसकेको थिएन, भने मोनिटर र किबोर्डको पनि विकास। त्यस्तै आइसिएस को प्रयोगले गर्दा कम्प्युटरको आकार नाटकीय रूपमा सानो भयो। कोठाबाट यो एउटा टेबलमा अटाउने अथवा हाम्रो काखमा अटाउने ल्यापटप, डेस्कटप जस्ता कम्प्युटरहरूको रूपमा यसको आकार सानो हुन गयो। कम्प्युटरको गति नानो सेकेन्डमा मापन गर्न थालियो। यसको गति पनि अत्यन्त उच्च भयो। कम्प्युटरमा हाई लेभल प्रोग्रामिङ भाषाको प्रयोग गरिन थाल्यो भने यी कम्प्युटरहरू बढी भरपर्दा र एक्युरेट परिणाम दिने खालका पनि भए। यसरी तेस्रो पुस्ताका कम्प्युटरहरूलाई हामीले दिन सकिन्छ। यसमा क्रमशः साइबर 175 CDC 7600 यी कम्प्युटरहरू यसका उदाहरणहरूको रूपमा हामीहरूले लिन सकिन्छ, जुन हामीले हेर्न सक्छौँ। यसरी यो डेस्कटपको रूपमा र यो ल्यापटपको रूपमा यसरी यी कम्प्युटरहरू देखिन थाले। यसको साइज अत्यन्त सानो भयो। यसपछि चौथो पुस्ताको कम्प्युटर, फोर्थ जेनेरेसन अफ कम्प्युटर। 1971 देखि हालसम्म निर्मित कम्प्युटरहरूलाई चौथो पुस्ताको कम्प्युटर भन्ने गरिन्छ र चौथो पुस्ताका कम्प्युटरको मुख्य विशेषतालाई LSI लार्ज स्केल इन्टिग्रेसनलाई हामी लिन सक्छौँ। यसमा भेरी लार्ज स्केल इन्टिग्रेसनको विकास भयो, जसले गर्दा कम्प्युटर अझ सानो रूपमा विकास भयो अथवा कम्प्युटरको साइज अत्यन्त सानो भयो, यसको गति उच्च भयो, यसको स्टोरेज क्षमता त्यस्तै गरी बढ्यो। यी कारणहरू VLSI को कारणले गर्दाखेरि सम्भव भयो।
यसका मुख्य विशेषताहरूमा सबैभन्दा पहिलो त माइक्रो प्रोसेसर अथवा यसमा प्रयोग गरिएको सबैभन्दा मुख्य वस्तु माइक्रो प्रोसेसर हो। यो माइक्रो प्रोसेसरले गर्दा कम्प्युटरको आकार सानो हुन तथा यसको गति बढ्नको लागि सहयोग यसले गरेको थियो। सबैभन्दा पहिले त यो अमेरिकाको इन्टेल भन्ने कम्पनीले 1971 मा माइक्रो प्रोसेसरको निर्माण गरेको थियो, जुन अहिले हामीहरूले बजारमा 32 बिट र 64 बिटका प्रोसेसरहरू पाउने गर्छौं र कम्प्युटरमा यिनै माइक्रो प्रोसेसरहरूको प्रयोग गरिराखिएको छ। चौथो पुस्ताका कम्प्युटरका गुणहरू LSI VLSI को प्रयोगले कम्प्युटरको आकार डेस्कटप र ल्यापटपमा हटाउन सम्भव भयो, जुन हामी अहिले प्रयोग गरिराखेकै छौं। धेरै भरपर्दा र एकुरेट परिणाम दिने खालका भए। त्यस्तै भित्री र बाहिरी स्टोरेजको क्षमता पनि बढ्यो। कम्प्युटरको कामको गति पिको सेकेन्डसम्म पनि पुग्यो र इनपुट आउटपुट उपकरणहरूको पूर्ण विकास भयो र अहिले हामीहरू तिनै कम्प्युटरहरूको प्रयोग गरिराखेका छौं। विभिन्न किसिमका अपरेटिङ सिस्टमहरूको विकास भयो भने हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज बेसिक C++, जावा, VB, PHP यस्ता खालका ल्याङ्ग्वेजहरूको पनि विकास भयो।